हाई एभ्रिवान वेलकम ब्याक बाई न्यू ब्लग यहाँहरूलाई आज सिक्किमको एकदमै चर्चित जग्गाको भिजिट गराउने छु बनझाँक्री वाटरफल्सको म एन्ट्री गरिसकेको छु र भित्र पार्किङ लटमा म पार्किङ लटबाट यो भिडियो सुरु गरेको छु तपाईहरुलाई यो अलिकति सर्टकटमा देखाउने कोसिस गर्छु तपाईहरु आफै गएर यस जग्गालाई भिजिट गर्नुहोस् होला कतिजना जानुभएको छ कतिजना जानुभएको छैन भने गएर यदि तपाईहरु जानु भएको छैन भने यो जग्गामा गएर तपाईहरु आफै एकदमै गएर यो जग्गालाई भिजिट गर्न सक्नुहुन्छ आउनुस् म अलिक अगाडि माथि जाँदैछु स्ट्यान्डदेखि यो राइट साइड लेफ्ट साइडमा ठुल्ठुला एकदमै दामी दामी रेस्टुरेन्टहरु बनिएको छ बार एन्ड रेस्टुरेन्ट यहाँनेरि धेरै विभिन्न प्रकारको डिशेसहरु यहाँनेरि पाउने गर्छ तपाईहरुले यसलाई लिन सक्नुहुन्छ आउनुस् म अगाडि गएर यो पारिपट्टिको दृश्यहरु देखाउने छु यो दुई साइडको दृश्य म देखाउँदै छु हेर्दै गर्नुस् र यहाँबाट अगाडि गए म खोला हो यो माथिको यो स्ट्याचु रहेको छ यहाँनेरि यसमा अलिकति चेन्जेस भएको रहेछ र त्यस पश्चात फेरि म अलिकति अगाडि गएर देखाउने छु तपाईहरुलाई यो जुन नानीहरु खेल्ने जग्गाहरु रहेको छ यो एकदमै दामी बनाइएको रहेछ र यहाँनेरि एकदमै सानो नानीहरुलाई खेल्नको लागि मस्ती फुल इन्जोय गराउनको लागि यो जग्गा एकदमै राम्रो रहेको छ र अगाडि गएर म देखाउने छु यहाँनेर रेस्टहरु गर्न सक्नुहुन्छ तपाईहरुले त्यसको मुनिपट्टि सेल्फी लिने जग्गा छ त्यहाँदेखि हामीले सिधै अगाडि देख्दाखेरि चाहिँ तपाईको यो जुन चाहिँ अगाडि देख्नुहुँदैछ नि त्यो पार्किङ प्लेस जुन म अघि त्यहाँबाट एन्ट्री भएको थिएँ त्यहाँदेखि अगाडि मैले फेरि यो देखाइरहेको छु नानीहरु खेल्ने जग्गाहरु त्यहाँबाट अलिकति तपाईहरुलाई म अगाडि लिएर जानेछु ल यो मैले यो नानीहरुलाई खेल्ने जग्गाहरु देखाइरहेको छु किनभने नानीहरु विशेष गरी नानीहरु इन्जोय गर्न आउँछ यहाँनेरि र यो मोस्ट इम्पोर्टेन्ट के छ भनेदेखि चाहिँ यो बनझाँक्री वाटरफल्समा चाहिँ यो जुन चाहिँ देखाइरहेको छ नि यो जति पनि यहाँनेरि धामीहरु झाँक्रीहरु भन्छ यो हाम्रो जुन कल्चरलाई यहाँनेरि देखाइरहेको छ यो हाम्रो यहाँको ओझा बिजुवाले हाम्रो बिरामीहरुलाई कसरी उपचार गर्छ त्यसको विषयमा यहाँनेरि एकदमै डिटेलमा देखाइएको छ र अलिकति माथि गएर भित्र पस्दाखेरि यहाँनेरि लेक जस्तो देख्छ र यो लेकमा पनि धेरै चेन्ज भएको रहेछ यहाँनेरि बोटहरु राखेको रहेछ र बोटहरु खेल्न सक्नुहुन्छ तपाईहरुले टिकट यहाँबाट लिएर र यहाँ मैले अलिकति अगाडि गएर देख्दाखेरि यहाँ माथि यो एकदमै ठुलो स्टेज जस्तो बनिएको छ त्यहाँनेरि चाहिँ यो स्टेजमा चाहिँ ठुल्ठुलो इभेन्टहरु यहाँनेरि तपाईहरुले गर्न सक्नुहुने रहेछ त्यसपश्चात फेरि अलिक माथिबाट मैले देखाउँदाखेरि चाहिँ यो यस्तो दृश्य देख्दैछ त्यहाँदेखि मैले यो पारिपट्टिकोहरु देखाइरहेको छु पारिबाट पनि जान सक्छ वारीबाट म चाहिँ वारीबाट जाँदैछु र यहाँदेखि अलिकति माथि गएपछि यो एकदमै चेन्जहरु भएको रहेछ यहाँनेरि यो दामी यो बनेको छ यहाँनेरि चाहिँ छ बनझाँक्री र ल्यामल्यामे यो तपाईहरुले देखिरहनु भएको यो विशेष गरी बाहिरको टुरिस्टहरुको लागि यो एकदमै के भनौं एकदमै राम्रो जग्गा बनिएको रहेछ पहिलाको भन्दा धेरै यसमा चेन्जेसहरु आएको छ र एकदमै यो मूर्तिहरु पनि एकदमै दामी बनिएको रहेछ हेर्दाखेरि नि एकदम एट्र्याक्सन हुने खालके र त्यहाँदेखि अलिकति अगाडि गएर यो वाटरफल्स पट्टि म जाँदैछु र यहाँनेरि एकदमै तपाईहरु आएर फुल इन्जोय गर्न सक्नुहुन्छ यो साइड र आउनुस् म तपाईहरुलाई अलिकति अगाडि लगेर देखाउँछु यो जग्गा एकदमै दामी बनिएको रहेछ यो यतापट्टि पुल जस्तो देख्नुहुँदैछ यहाँनेरि तपाईहरु यो पुलमा एक एकवटा बीमहरु राख्दै यसमा चढेर तपाईहरु पारी तर्न सक्नुहुन्छ को हिम्मतवाला छ उहाँहरुले सक्नुहुन्छ र तपाईहरुले पनि ट्राई गर्न सक्नुहुन्छ यो अगाडि म सेल्फी गर्ने जग्गा जाँदैछु यहाँबाट तपाईहरुले सेल्फीहरु लिन सक्नुहुनेछ है यो एकदमै दामी बनिएको रहेछ यो वाटरफल्स एकदमै दामी देख्ने भएको रहेछ पहिलाको भन्दा पनि र यहाँनेरि को आउनु भएको छ को जानु भएको छ तपाईहरु यदि तपाईहरु जानु भएको छ भने कमेन्टमा प्रतिक्रिया जनाइदिनुस् होला कस्तो लाग्यो तपाईहरुलाई र सक्दो शेयर पनि गरिदिनुस् होला यो विशेष गरी सिक्किम अनि सिक्किमदेखि बाहिरको मानिसहरुको लागि यो एकदमै राम्रो जग्गा एकदमै ब्युटिफुल प्लेस बनिएको छ तपाईहरुले पनि शेयर गरेर आफ्नो साथीहरुलाई भन्न सक्नुहुन्छ देखाउन सक्नुहुन्छ यो जग्गाहरु है र मैले यसमा एकदमै सर्टकटमा राखिदिएको छु है तपाईहरुले अलिकति कन्फ्युज नहुनुहोस् होला त्यही गएर तपाईहरुले भिजिट गरेर तपाईहरुले एकदमै यसको फाइदा तपाईहरुले उठाउन सक्नुहुन्छ है त्यसपश्चात म यसरी
पछाडि ब्याकग्राउन्ड फेरि देखाउँदैछु है। यसो यो पल्लो साइडमा यस्तो खालके मूर्तिहरू रहेको छ। यो यस्तो दामी बनिएको रहेछ र यहाँनिर गएर तपाईँहरू यो टिकट काउन्टरमा गएर टिकट काटेर यो सिक्किमको ट्रेडिसनल ड्रेसहरूलाई लगाएर तपाईँहरूले फोटोहरू लिन सक्नुहुनेछ है। यसको लागि यहाँनिर एकदमै सस्तो टिकटहरू यहाँनिर उपलब्ध छ र त्यसपश्चात म फेरि ब्याक हुँदैछु र यदि तपाईँहरू जानुभएको छ भने कस्तो के लाग्यो प्रतिक्रिया जनाइदिनुहोस् होला र आजको लागि यतिमै म समाप्त गर्दैछु। अर्को भिडियोमा फेरि भेट्नेछु। धन्यवाद।